दर्शक नमस्कार अनि हार्दिक स्वागत छ। यति बेला हामी आशिका तामाङ बहिनीको उपचार भइरहेको छ केएमसी अस्पताल काठमाडौँमा। अवस्था कस्तो छ, पछिल्लो चरणको उपचार के कस्तो भइरहेको छ भन्ने विषयमा जानकारी लिनको लागि अस्पतालमा उपस्थित भएका छौँ। बहिनीलाई हामी स्वास्थ्यको विषयमा जानकारी लिनको लागि उपस्थित भएका छौँ र उहाँको अवस्था के छ र उहाँसँग उहाँको आमा पूजा तामाङ पनि हुनुहुन्छ। हामी उहाँसँग थोरै केही कुरा जानकारी दिन्छौँ। अहिले आशिका तामाङको उपचार के कसरी भइरहेको छ? भइरहेछ, सबैले सहयोग गर्नुभएको छ, त्यही हो भइरहेछ। अहिले सहयोगहरू आइरहेको छ, पाउनु भएको छ? आइरहेछ, धेर थोरै आइरहेछ। जस्तो देश विदेशबाट सहयोग गर्नुहुने सहयोगी दाताहरूलाई यहाँले के भन्न चाहनुहुन्छ? मनैदेखि धन्यवाद दिन चाहन्छु। त्यही हो, अहिले हाम्रो अवस्था यस्तो भएर होइन सहयोग गर्नुभएको छ, पछि हाम्रो नि राम्रो भयो भने यस्तो सहयोग गर्ने मौका हाम्रो नि पाओस्, त्यही हो। आशिका, के छ तिम्रो स्वास्थ्य अवस्था? तिमी छिटै सन्चो हुन्छौ है? हुन्छ। जस्तो अहिले अब अस्पतालमा तिम्रो उपचार भइरहेको छ है, धेरै सहयोगी दाताहरूले आशिका बहिनीको अवस्था कस्तो छ जानकारी गराइदिनु पर्यो भनेर हामीलाई भन्नुभएको थियो। हामी त्यो भएर यहाँसम्म पुग्यौँ। देश विदेशमा हुने सहयोगी दाताहरूलाई के भन्न चाहन्छौ? सहयोग गरिदिनु पर्यो भनेर तिमी के भन्नु छ त्यस्तो विषयमा? अब सबैजनासँग धेरै पछि त हुँदैन, थोरै थोरै गरेर धेरै बन्ने हो। अनि सबैजनाले अहिले सक्दो सहयोग गरिराख्नु भएको छ, त उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सक्दो सहयोग गरिराख्नु भएको छ, अझै धेरै सक्दो सहयोग गरिदिनु हुन यहाँले अनुरोध गर्नुहुन्छ। अनि अहिले पहिलाको भन्दा अलिक ठिक भएको छ नि है? अलिक कम चाहिँ भएको छ। अब छिट्टै सन्चो हुन्छ। हस्पिटलमा अब उपचार भइराखेको छ, डक्टरहरूले छिट्टै सन्चो हुन्छ भन्नुभएको छ। एकदम छिट्टै सन्चो हुन्छ है? अनि हाम्रो देश विदेशमा जति पनि यो भिडियो हेरिराख्नु हुने होइन सहयोगी दाताहरू समक्ष हामी भिडियो पुगाउँछौँ र तिमीलाई जति पनि उपचारमा सहजीकरण पुग्ने छ त्यो विषयमा होइन। अनि के छ, तिमीले खाना खायो? खायो, भर्खर खाएको। अनि अब अहिले अलिक ठिक भएको छ? थोरै कपडा हटाइदिएर यो देखाइदिनु त हात चाहिँ। दर्शक यस्तो अवस्था छ, यहाँले सक्दो सहयोग गरिदिनु होला। देश विदेशमा हुने जति पनि मनकारी व्यक्तिहरूलाई हामी अनुरोध गर्न चाहन्छौँ। यो निकै दुःखदायक विषय हो। सक्दो सहयोग जहाँबाट सकिन्छ त्यहीबाट सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँ। हामीले बहिनीलाई केही सहयोग पुगोस् भनेर अहिले प्रत्यक्ष यो जस्ताको तस्तै यहाँलाई हामीले यो प्रत्यक्ष देखाएका छौँ। यो तपाईँहरूले सहयोग गरिदिनुहुनेछ र हामीसँग केही थोरै सहयोग छ त्यो हामी हस्तान्तरण गर्छौँ र देश विदेशमा हुने जति पनि सहयोगी दाताहरूलाई हामी सहयोगको लागि अपिल गर्छौँ। र हामीले यो भिडियोमा बिरामी आशिका तामाङको आमा पूजा तामाङको खाता नम्बर पनि राखिदिएका छौँ। योभन्दा अगाडि पनि राखिदिएका थियौँ र केही त्यस्तो सहयोगहरू पनि आइराखेको छ र फेरि पनि हामी क्युआर पनि राखिदिनेछौँ, उहाँको खाता नम्बर पनि राखिदिनेछौँ। सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनु होला भन्न चाहन्छौँ। र अन्त्यमा के छ, स्वास्थ्य अवस्था एउटा गीत गाउने हुन्छ। मोहनी लगायो के मन्तर गरेर, है कपाल कोरेर, अन्त नजर नलाऊ भट्टो मलाई छोडेर, है अन्त नजर नलाऊ भट्टो मलाई छोडेर। यति एकदम बहिनीको अवस्था यति दर्दनाक छ, स्वास्थ्य अवस्था निकै गाह्रो अवस्था छ। यहाँले सबैले सहयोग गरिदिनु हुनेछ र केही हामीसँग थोरै आएको सहयोग पनि हामी आशिका तामाङको आमा पूजा तामाङलाई हस्तान्तरण गर्छौँ। र योभन्दा अगाडि पनि हामीले धेरै सहयोगी दाताहरू उहाँको घरमा पनि पठाएका थियौँ र केही खाता नम्बरमा पनि सहयोग आएको छ र अझै पनि सहयोगी दाताहरूलाई सहयोग गर्न हामी अनुरोध गर्छौँ। हस्पिटलमा छौँ, हामी धेरै बोल्न चाहन्नौँ। जहाँबाट भिडियो हुनुहुन्छ त्यहीँबाट सबैले सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेका छौँ। हामीसँग भएको थोरै यो सहयोग हामी आशिका तामाङ बहिनीको आमालाई यो थोरै ल तिमीलाई केही उपचार खर्च है यो सहयोग पठाउनु हुने सहयोगी दाताहरूले के भन्न चाहन्छौ? मनैदेखि धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू। अनि अन्त्यमा आमाले के भन्न चाहनुहुन्छ? जहाँ रहनुहुन्छ होइन, जहाँ भए पनि अब यो छोरीको यस्तो दुःख छ होइन, हुन त सास समुद्र पारि पनि हुन्छ मान्छे, नेपालमा हुन्छ है मान्छे, जहाँ भए पनि सक्दो सहयोग गर्नुभएको छ। धेरै धेरै धन्यवाद छ, त्यही हो।
मेरो छोरीको यस्तो अवस्था हुँदा है सबैले सहयोग गर्नुभएको छ, सक्दो सहयोग गर्नुभएको छ। अब हुन त हस्पिटलमा नि सबैले सहयोग गर्नुभएको छ। यामुदाईहरूदेखि मुना दिदी, यामुतमुदाई, मुना दिदी, आशिका तामाङ दिदी सबैले सहयोग गर्नुभएको छ होइन। तपाईँले सबैले जोस् मिडिया सबैले सहयोग गर्नु भएर यतिसम्म यहाँ छोरी आइपुगेको छ। तर छोरीको राम्रो सफल उपचार भइदिए त्यही खुसी हुन्थ्यो क्या म। यहाँहरू यो बहिनीको उपचारमा निरन्तर साथ सपोर्ट रहन्छ। हामी निरन्तर पनि छौँ र सहयोगी दातालाई हामी फेरि पनि धन्यवाद दिन चाहन्छौँ र देश विदेशमा रहनुहुने सबै सहयोगी दातालाई हामी सम्झँदै अहिले छुट्टिन्छौँ। अन्त्यमा के भन्न चाहनुहुन्छ? त्यही हो, जहाँ भयो त्यही त सबैले सहयोग गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद। अब के भने यस्तै हो, पछि हामीले नै अब सक्ने सहयोग हामी नै गर्नेछौँ सबैले होइन। परिखण्डमा हामीले नै गर्न सकिने होला होइन, सक्छौँ, त्यही हो। अब अहिले यो भएको कति वर्ष भयो? करिब लगभग 3 वर्ष भयो। धेरै थोरै अब है पहिलाबाट 3 वर्ष भयो, धेरै थलोपछि 2 वर्ष पुरा भयो। यहाँले उपचार त निरन्तर गर्नुभएको थियो, पहिला बिचमा ठिक भयो, अहिले फेरि पछि उब्जियो यो? हजुर, पहिला नै उपचार गरेको एक निको भएको थियो अनि घर डिस्चार्ज गरेर घर पठाएँ, फेरि घर लगेर फेरि बल्झेको। त्यहाँबाट फेरि एकचोटि ल्याएँ, त्यहाँ भर्ना गर्न मानेन वीर हस्पिटलमा। अनि त्यहाँबाट दबाई खाँदा लाउँदा गर्दा नि त्यही अब जे होस् यस्तो निको नभए पनि हामीले दबाई लाउने खाने चाहिँ राखिरहेको थियो बच्चालाई। अनि त्यही धन्य फेरि एउटा अङ्कलले बिचरा इन्डियाबाट त्यो अङ्कलले यो बच्चाको त्यो देख्नु भएको छ, कुन चाहिँले भनेर सुनेको देख्न त होइन, सुनेको पारमा अनि नम्बर दिएर भेटघाट भयो। त्यहीबाट अनि अहिले यस्तो यहाँ आएको हो, युट्युबतिर आएको हो कि छोरी। अब चिन्ता नगर्नुहोस्, छिटै ठिक हुन्छ होइन। अहिले हस्पिटलमा हुनुहुन्छ, काठमाडौँको केएमसी अस्पतालमा उपचार भइराखेको छ। हामी आशावादी छौँ छिटै सन्चो भएर आशिका बहिनीलाई हामी एकचोटि सन्चो भएको फेरि पनि हेर्न चाहन्छौँ। हामी त्यो प्रतीक्षामा छौँ र सबैको चासो सबैको प्रतीक्षा त्यही हो होइन। र अब छिटै उपचार हुनेछ। र योभन्दा पहिला तपाईँले अब बिचमा घाउहरू पाकेको थियो भन्नुभएको थियो पहिला, अहिले त त्यस्तो अवस्था छैन? त्यस्तो छैन, अहिले त सुधार भएको छ। जे होस् अब पहिलाभन्दा अलि सुधारै भएको छ, तर निको हुन्छ होला भन्ने मनमा चाहिँ आशा चाहिँ छ क्या, निको हुन्छ होला भन्ने चाहिँ। हस्, यहाँलाई विशेष धन्यवाद छ र सम्पूर्ण हामीलाई सहयोग गर्नुहुने, भिडियो हेरेर साथ दिनुहुने सबैलाई हामी अनुरोध गर्न चाहन्छौँ सहयोग गरिदिनु होला। सक्दो जहाँबाट सक्नुहुन्छ त्यहीँबाट सबैले सक्दो सहयोग गर्नुहुनेछ, हामी आशावादी छौँ। हस्, धन्यवाद। के भन्नु छ सानो आशिका तिमीले? छैन। हस्, हामी फेरि अब तिम्रो स्वास्थ्यको लागि हामी आउनेछौँ। हामी अन्तिममा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मनकारी व्यक्तित्वहरूलाई आशिका बहिनीको स्वास्थ्य लाभको शुभकामना दिन चाहन्छौँ र सबैले सक्दो साथ सपोर्ट गर्नुहुनेछ भन्ने पनि हामीले आशा गरेका छौँ। र हामी छुट्टिन्छौँ, फेरि पनि हामीले बिचमा केही समयपछि अर्को अपडेट गराउनेछौँ। हस्, धन्यवाद।